So hey so guys, welcome to our new vlog. आज चाहिँ हामी बिगेट खेल्न छौं. So let's go बेटा बिगेट. So लोड भइसकेको छ अनि मसँग कुन चाहिँ एउटा गन आइसक्यो अनि यहाँ MP40 देखाइरहेको छ. किन MP40 थाहा छैन. यो ग्लिच भइसकेको छ गाइस. 2x स्कोप चाहिँ लगाउन मिल्दैन. So हामी प्लान गर्नेवाला छौं कि जाम भनेर जाम पछि नक्की कुटवाल अनि जाम भनेर हामी कुटवाल जानेवाला छौं. जोडा मात्र छ, इन्फिनाइट छैन गाइज. अनि मैले यहाँ फेरि त्यही पाइसकेको छु. सो गाइज फेरि त्यही गन पाइसकेको छु अनि मसिन गन पाइसकेको छु. जसले चाहिँ धर्धर यसरी हान्छ. अनि लेट्स गो. जाम अब रस गर्न सिधा. सो गाइज लन्च प्याडबाट जान्छौँ हामी. सायद हुन पनि सक्छ गाइज. हुन पनि सक्छ लन्च प्याडबाट जाने. अब गाइज उनीहरूको ब्याङ चिकन ग्याङ्स. अनि गाइज म घरको कुन्नामा ल्यान्ड भएको थियो. लेट्स गो. मलाई एउटा लङ रेन्ज अनि सर्ट रेन्ज गन चाहिन्छ. मैले फार्म पाएँ. लेट्स गो. अनि हाल्यो एकजना हाल्यो. म पछाडि वाल लगाएको अनि मैले डिमिट्री खोलै पाएन. डिमिट्री लगाउनु हुन्न गाइस यसमा. अनि म फेरि त्यही झर्छु म. हेर्नु कति टाढा छु म. ग्रेभयार्ड म त्यही भनेको थिएँ कि म ग्रेभयार्डमा झर्छु भनेर. ग्रेभयार्डमा झर्यो भनेको थिएँ. ग्रेभयार्डमा झर्ने भनेको थिएँ मैले. सो गाइस हानिरहेको छु किन हानिरहेको छु. मसँग AC80 छ. लेट्स गो. म त्यहाँ गएको भए हुन्थ्यो पछि नक्को त्यहाँ. अनि किनकि जोन स्लिक पनि भइसक्यो. मान्छेले मलाई देखिसक्यो म ग्लुवाल लगाएको छु. अनि मलाई धेरै टेन्सन भइरहेको छ. अनि म मेरो लुट पाओस् आई थिङ्क पछाडि छ मान्छे. इजी गेम हो. अनि म मेरो लुट लिइरहेको छ. हेर्न सक्नुहुन्छ. अनि मान्छे आइसकेको छ. मैले उसलाई फार्मबाट कोसिस गरेको थिएँ अनि फेरि मर्यो. सो गाइस धेरै मरिसकेपछि अब चाहिँ म मर्न भनेर मर्न पनि सक्छु नमर्न पनि सक्छु. हेर्नु होला लास्टसम्म भिडियो. अनि प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस्. यो प्रमोसन चाहिँ मिस्टर महर्जन, यही मेरो दाइ हो मिस्टर महर्जन. उनीहरूलाई पनि सब्सक्राइब गरिदिनु. अनि मैले यहाँ पाइसकेको छु. मान्छे आइसकेको छ. मैले ग्लुवाल लगाएँ अनि माथिबाट मलाई हानिसकेको छ. अनि लाइक कमेन्ट सेयर चाहिँ गरिदिनुहुन्छ. मेरो कस्तो भिडियोहरू राम्रो लाग्यो. अब अहिले चाहिँ म फ्री फायर डान्स अनि के अलग भिडियो बनाउनेवाला छु. सो लेट्स गो. अनि मैले एउटा गन पाइसकेको छु. प्यारालाइफल मेरो भाषामा भन्छन् त्यो. प्याराफल मेरो भाषामा भन्छन्. अनि सो गाइस म चाहिँ आफ्नो लुट रुचिरहेको छु. गोली छैन गाइस. गोली छैन. यस्तो पनि हुन्छ गाइस. गोली छैन के एमै छैन. सरी. सो गाइस मैले मान्छे देखिसकेको छु. अनि म ठमठम लिइरहेको छु. लेट्स गो. जाओस् गयोस् भनेर यस्तै डायलगमा हान्छु. अनि म फेरि आएँ. लेट्स गो. अब यहाँ मान्छे आयो भने म ठोकिदिन्छु नगेट जस्तो. एमो छैन. वाउ. सो गाइस झर्या जस्तो लाग्यो मलाई. मान्छे आएकै छैन. मैले थोरै इग्नोर गरेँ. अनि सो गाइस 8 मिनटको भिडियो हेर्नुहुन्छ. अनि मैले फुल ड्यामेज दिएको थिएँ. म फेरि बाहिर जान कोसिस. मैले ग्लुवाल ग्रेनेड लगाएँ. लेट्स गो. मैले अझै एउटा ग्रेनेड लगाएँ. त्यो मान्छे कहाँ छ मलाई थाहा छैन. त्यहाँ थियो एउटा मान्छे. म त्यहाँ किन गएँ मलाई पनि थाहा छैन. गाइस मेरो हेल्थ लो थियो. सो त्यसपछि म फेरि जानै लाग्थेँ तर भयो. ऊ मान्छे थियो मिलेन किनकि म
के भन्छ कुदेर गएको थिएँ। मान्छे आउँछन् गाइस, मान्छे आउँछन्, हेरिराख्नु मेरो उम्मिदमा। सो गाइस मान्छे आउन सक्छन्। म डिमिट्री अन गर्दिनँ, मेडकिट नै लगाउँछु। मान्छे आयो पेल दियो। इजी गेम। उडपिकर छ उसँग, उडपिकर लिएको भए हुन्थ्यो। नाइस उडपिकर लियो। सो गाइस तपाईहरु कमेन्ट गर्नु म मेरो दाइसँग खेलोस् भनेर। अनि मैले मान्छे देखिसकेको छु। आई थिंक ड्यामेज छैन गाइस, ड्यामेज छैन। मैले उसलाई हान्न खोजेको अनि म दोनाइसकेको थियो, त्यही भएर। अनि त्यहाँ मान्छे चाहिँ लन्च प्याड गरिरहेको थियो। मलाई के पनि थाहा छैन। त्यहाँ साइडमा लन्च प्याड थियो अनि त्यो मान्छे त्यहाँ हेर्न सक्नुहुन्छ। त्यो के भन्छ लन्च प्याड गरिरहेको थियो अनि मैले हान्न कोसिस गरेको तर त्यो भागिसकेको थियो। अनि म लन्च प्याड लिएर झ्वाप्पै गएँ। पहिला त म अट्याक गरेँ। मान्छे देख्यो। मैले अन्धाधुन ड्र्याग गर्दै। त्यसपछि मैले फुल रसमा थिएँ। एन्ड मसँग 7 ग्लुवाल भइसकेको थियो। मसँग अम थियो। सरी गाइस, ठोकिसकेको थियो मान्छेले। अनि मैले चाहिँ ग्लुवाल लगाएँ। किन हो आधा एचपीमा मैले ग्लुवाल लगाएको, धेरै ब्याड हो। उता मान्छे आइसकेको थियो। मान्छे तर म मरिसकेको थिएँ। मैले डिमिट्री पनि खोल्न पाएन। डिमिट्रीमा केही पनि हुँदैन। डिमिट्रीले जस्तो गाइस अझ 4 मिनेटको भिडियो छ। प्लिज हेरेर जानुस्, प्लिज हेरेर जानुस्। अनि म त्यही बाटो झरेँ अनि मसँग फार्म थियो अनि मैले अम लिएँ अनि म त गएँ। मान्छेले ठोक्यो अनि मैले त्यो बेला डिमिट्री लगाएँ। त्यो बेला चाहिँ गाइस मैले डिमिट्री लगाएँ अनि सेफ सिप गर्यो। फेरि सेफ सिप गरेर गयो अनि त्यहाँबाट मार्दियो मलाई। यस्तो रिस उठिरहेको थियो गाइस मलाई। सो गाइस एकजना मान्छे चलिरहेको छ तर म यसलाई डिस्टर्ब गर्न म मेरो काममा लाग्छु। मान्छे मार्ने काम। अनि ओ माई गॉड अनि म डिफिट भइसकेको छु। वाउ भेरी डेन्जरस। सो आजको लागि आई थिंक सो। अनि म एकछिन लबीमा आएर मेरो साथीलाई बोलाइरहेको छु तर पनि मेरो 96 भइसकेको छ। अनि गिल पोइन्ट पायो। सिजन गोल्डमा म हेरिरहेको छु केही छ भने। त्यसपछि कसैलाई हेरिरहेको छु कोही अनलाइन छ बिग हेड खेल्न। सो लेट्स गो। कोही पनि अनलाइन छैन गाइस। मिन्स सबै गेम खेलिरहेका छन् अनि सबै इन टिम यिनीहरूले मलाई कहिले पनि गर्दैनन्। सो लेट्स गो। बिआर त नखेलौँ होला। सरी एकछिन खेल्छु गाइस। म एकछिन म्याच मेकिङ गर्छु। आयो भने आओस्। त्यसपछि के हुन्छ हेर्नु। बिआरमा एक म्याच खेलिरहेको छु। धेरै लामो पनि बनाउन सक्दिनँ। सो आजको लागि यही हो। म बिआर पनि क्विक गरिरहेको छु। सो बाई गाइस, सी यू लेटर।